वेलकम ब्याक टु न्यू ब्लग गाइज। आई होप कि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म चाहिँ आज अलिकति रुगा लागेको छ, मलाई चाहिँ अलिकति गाह्रो भइरहेको छ होइन। किसिम रुगा टाउकोसँग दुखिरहेको छ आज पनि। अनि आजको भिडियो चाहिँ के को लागि हुँदैछ, आजको ब्लगिङ के को लागि हुँदैछ भनेर तपाईँहरूले थाहा पाइसक्नु भएको होला टाइटल एन्ड थम्बनेल हेरेर। फाइनली गाइज रुम चेन्ज गरियो होइन। अब रुमको हेर्न सक्नुहुन्छ पछाडिपट्टि, ल यतापट्टि नै हेर्न सक्नुहुन्छ है। रुम त्यति राम्रो छैन, के गरी त अब बस्नै परिहाल्यो बाध्यताले है, किनभने काम गर्न आएको बस्न परिहाल्यो। अनि अनि के भन्नु, उताको पनि त्यति राम्रो त थिएन रुम होइन, त्यही पनि ठिकै थियो। उताको किन ठिक थियो भन्दा चाहिँ उता चाहिँ मालिकले दिन्थ्यो नि त किराया, हामी त फ्रीमा बस्न पाएको थियो। होटेलको मालिकले दिन्थ्यो फ्रीमा, स्टाफको रुम थियो। अनि त्यसपछि यता चाहिँ अब हामी आफै दिनुपर्छ नि त, मैले आफै दिनुपर्छ। मिलेर 4जना बस्थ्यो अरे, 4जना मध्ये खै 3000 यस्तो रुमलाई हेर्न सक्नुहुन्छ होइन। त्यो यस्तो छ यी, त्यति खास पनि छैन नि त, किन त्यति खास पनि छैन, त्यति नराम्रो छैन, ठिकै छ हाम्रो लागि त। बस यस्तोलाई पनि 3000 जति 3500सम्म चाहिँ भनिदिँदो रहेछ। त्यही मिलाएर चाहिँ हामी 4जनाले दिनुपर्छ है। मेरो चाहिँ आज छुट्टी हो, मजाले घुमिन्छ मजाले। म जानेछु अहिले उताको पुरानो रुमको पनि भिडियो बनाउने छु थोरै, त्यस्तै तपाईँले पुरा समय हेरिदिनु होला धेरै है। मसलाको त भइहाल्यो। अनि आज त कुकिङ गरिदियो गाइज, ल हो सेट। आज चाहिँ म चामल धुन्छु, पारी गएर चामल धुन्छु, त्यसपछि आउँछु है त। धोएर चामल रेडी गरेर राखिसक्यो। अब चाहिँ माल्नु पर्ने हुन्छ नि त। ग्यास खोलौँ पहिला चाहिँ, लाइटर पनि जल्यो है, यहाँ चाहिँ राखिन्छ। ल यो राखियो। ल अब चाहिँ म थोरै प्याज अनि टमाटर काट्दै गर्छु सब्जीको लागि, आलुहरू छिर्दै गर्छु तबसम्म चामल पाकोसम्म है। अब म चाहिँ पुरानो रुमतिर जानुपर्छ किनकि पुरानो रुमतिर गएर मेरो चप्पलहरू हुनेछ, चप्पल ड्युटी टाइममा लगाउने चप्पल अनि
ब्रुस सुरुस साबुन के हुन्छ जुत्ताहरू केही त्यो लिउन जान्छु अनि त्यतैबाट पुरानो रुमको चलपल पनि हेर्छु। 1 hour later. सो गाइस फाइनली म त्यो पुरानो रुममा आइपुगेँ 1 घन्टापछि। माया लाग्छ के अरे रुमको त यार पुरा टक्क यस्तो छ रुम। चिमसिम हालिदिन्थ्यो कहिले काहीँ कपाहरू केटाहरू गएको छ। चप्पलहरू मेरो कहाँ गएछ यार। आफ्नो चप्पलहरू आफ्नो बुरुसुरु त उठाउने गरौ गाइस हो कि नै जता गयो नि आफ्नो चप्पल बुरुसुरु उठाइन्छ टक्क लाइट जलाइछ पुरा केटाहरू सब खाली छ र रुम हेर्न सक्नुहुन्छ पुरा सब केटाहरू हिँड्दैछ। कहाँ उसको चाबी थियो यार यहाँ यसो हेर्नु त। मेरो नेपालको सिम रहेछ क्या यतातिर त्यहाँनिर। गाइस आफ्नो सामान त लगाउनु पर्यो त हो कि नै। सिम लगी चाहिँ पानी पर्न लाग्छ बाहिर पुरा किसिमले धौलिनु पर्ने हुन्छ। 1 घन्टाको बाटो बल्ल बल्ल हिँडेर आएको छु ल पानी पर्न लागिसकेको छ कालो मैलो भइसकेको छ गाइस। सिम चाहिँ मेरो जरुरी यो थियो नेपालको सिम थियो अब नेपाल आउने हो केही महिनापछि त्यो भएको हुनाले म सिम लिन आएको। सिम राखेर त्यहाँ माथि अनि चप्पल पनि थियो चप्पल कसले लगाएर घुम्दैछ क्या यार यत्रो सानोसानो चप्पल चाहिँ त्यही पनि लगाएर घुम्दैछ क्या। आफ्नो बुरुस पनि उठाइहालिन्छ आफ्नो पुरानो उठाउनु पऱ्यो है नै। यो रुम चाहिँ हामीले किन छोडेको भन्दा चाहिँ अब पुलिस आएर पुरा सलासी हान्थ्यो क्या यहाँ। अस्ति एउटा झगडा गरिदिएर यार त्यो मेरो कपडा हो कि यो होइन रहेछ ल। कमलहरू रहेछ बेडहरू रहेछ रुम चाहिँ खाली छ पुरा हेर्न सक्नुहुन्छ। रुम पनि यो ठिकै थियो यार यस्तो नदिने यो खुल्ला थियो नि त रुम अलिक ठुलो थियो तलमा केटाहरू बसिन्थ्यो 10-15 जना। थोरै भयो भने यो रुमको पानी पिएर जानु पऱ्यो गाइस यार यत्रो साल यहाँ बसियो मजाले। ओहो क्यासे हो पानी पिएर जानु पऱ्यो यार मुख मिठो मिठो गराएर। अब बुरुस सुरुस चप्पल सब केटाहरूले गायब गरेछन् यार चप्पलहरू सब कहाँ हाल्दैछन् पुरा। पानी पिएर भन्दा गऱ्यो त यार रुमको यत्रो माया लाग्छ यत्रो वर्षदेखि बसेको यार। केटाहरूलाई निकालेछ रुममा त हिजो म रात गइहालेँ नि त हतारमा चप्पल सप्पल छोडेर गएछु यहीँ। आफूले चाहिने चिजहरू छन् न आफूले त्यो इम्पोर्टेन्ट चाहिने चिजहरू सबै छोडेर गएछु यहाँबाट। अनि म चाहिँ वहाँ छिटो गरिहाल्नु पर्ने हुन्छ गाइस पानी सानी आउनु लागेको छ। अब यहाँ भेटाएको भन्ने एउटा सिम र मेरो नेपालको सिम र अनि यो मात्र बुरुस मात्र भेटाएको आफ्नो चिज न चप्पल सबै जुटो केटाहरू लगाएर हिँड्दैछन्। ल अब चाहिँ म दौडिहाल्नु पर्ने हुन्छ जग्गा छ यहाँबाट खुट्टु सट्टु छ कि आफ्नो छैन गाइस केही कपडे सबै छैन आफ्नो त्यो भएको केटाहरू ल राति लग्नु थिएँ अलि ल अब चाहिँ म दौडिहाल्नु पर्ने हुन्छ र 1 घन्टाको बाटो बल्ल हिँडेर आएको। भोलि चाहिँ ड्युटी आइहाल्नुपर्छ फेरि 10 बजे हिँड्दै छ ठिमा घुमेर अब चाहिँ गएर मजाले सुत्ने हो। पानी सानी पर्न लागिसक्यो बाहिर एकदम तपाईँहरू देखिसक्नु आइसक्यो पानी गाह्रो गुरुङहरू छ आकाश साकाश। फेरिदेखि यहाँ किसिम पानी परेको हुनाले गाइस त्यही हो। ल हामी मिल्नेछौँ हामी नेक्स्ट भिडियोमा। आई होप कि तपाईँहरू भिडियो के कस्तो लाग्यो त्यसमा कमेन्ट समेन्ट हालिदिनु होला। यो भिडियो मन पऱ्यो भने च्यानल पनि सब्सक्राइब गरिदिनु होला मिङजोङ ब्लग अनि मिङजोङ तामाङ फेसबुक प्रोफाइललाई चाहिँ फलो गरिदिनु होला। मिल्नेछौँ हामी नेक्स्ट भिडियोमा। ओके बाई।